नमस्कार विद्यार्थी साथीहरू, के तपाईँलाई पनि एसई अब केही महिना मात्र बाँकी छ भनेर सोच्दा डर लाग्छ? के तपाईँलाई घर परिवार र समाजले यसलाई फलामे ढोका आइरन गेट भनेर तर्साइरहेका छन्? यदि तपाईँको मनमा मेरो तयारी पुगेको छैन, के म ए प्लस ल्याउन सक्छु भन्ने प्रश्न छ भने यो भिडियो विशेष गरी तपाईँकै लागि हो। आज म तपाईँलाई कुनै जादु होइन तर नेपालका टपरहरूले प्रयोग गर्ने यस्तो स्मार्ट स्ट्राटेजी र रुटिन बताउने छु जसलाई फलो गर्नुभयो भने अहिलेको तपाईँको तयारी जतिसुकै भए पनि आउँदो 20 देखि 25 दिनमा आफ्नो नतिजालाई ए प्लसमा बदल्न सक्नुहुन्छ। यो भिडियोको अन्त्यसम्म हेर्नुहोला किनकि आज हामी तपाईँको डरलाई जित्ने मात्र होइन नतिजा बदल्ने कुरा गर्नेछौँ। अहिले धेरै जसो विद्यार्थीको साझा समस्या के छ थाहा छ? पढ्न बस्यो, ध्यान लाग्दैन, मोबाइल हातमा लियो कि घन्टौं बित्छ अनि राति सुत्ने बेला आज पनि दिन बर्बाद भयो भनेर पछुतो लाग्छ। हाम्रो नेपाली समाजमा एउटा प्रेसर छ, बुबा आमाको आशा, छरछिमेकीको चासो र ट्युसन सेन्टरको दरधुप। धेरै विद्यार्थीहरूले यो सोच्छन् कि मैले वर्षभरि राम्रोसँग पढिन, अब के होला। हेर्नुस्, डराउनु स्वाभाविक हो तर डरले समस्या समाधान हुँदैन। तपाईहरू मध्ये कतिलाई लाग्छ कि कोर्स धेरै छ र समय थोरै छ? याद राख्नुहोस्, अहिलेसम्म जे भयो भयो तर अबको समय तपाईँको हातमा छ। यदि तपाईँले अबको समय सही तरिकाले प्रयोग गर्नुभयो भने फलामे ढोका होइन, यो तपाईँको सुनौलो भविष्यको ढोका बन्नेछ। अब कुरा गरौँ तयारी कसरी गर्ने। सबैभन्दा पहिले एउटा फिक्स टाइम टेबल बनाउनुस्। धेरै विद्यार्थीहरूले मन लागे पढ्ने र मन नलागे नपढ्ने गल्ती गर्छन्। अब त्यो बानी छोड्नुहोस्। तपाईँले आफ्नो कुन विषय कमजोर छ र कुन बलियो छ त्यो छुट्याउनु पर्छ। तपाईँको परीक्षा च्यातमा छ भन्ने अबको 40 देखि 45 दिनलाई रिभर्स गियरमा प्लान गर्नुस्। अब किताबको पाना पल्टाएर मात्रै बस्ने समय छैन। अबको समय भनेको स्मार्ट वर्क गर्ने समय हो। तपाईँले जति धेरै पुरानो प्रश्नहरू, ओल्ड इज गोल्ड र मोडल सेटहरू हल गर्नुहुन्छ त्यति नै तपाईँको ए प्लस आउने सम्भावना बढ्छ। कम्तीमा 2075 साल पछिका प्रश्नहरू खोजी खोजी हल गर्नुस्। दिनको एउटा विषयको मोडल सेट अनिवार्य हल गर्ने बानी बसाइहाल्नुस्। लामो समय पढ्न गाह्रो हुन्छ भने पोमोडोरो प्रविधि अपनाउनुहोस्। 25 मिनट पढ्नुहोस्, 5 मिनट ब्रेक लिनुहोस्। यसो गर्दा दिमाग थाक्दैन र फोकस बढ्छ। अब म तपाईँलाई विषयगत रूपमा ए प्लस ल्याउने टिप्स दिनेछु। ध्यान दिएर सुन्नुहोस् है। अनिवार्य गणित र एक्सी गणित, कम्पलसरी म्याथ, अप्सनल म्याथ। गणित पढ्ने विषय होइन, यो अभ्यास गर्ने विषय हो। धेरै विद्यार्थीहरू हिसाब आँखाले हेरेर ए यो त आउँछ भन्छन्, जुन ठुलो गल्ती हो। हरेक दिन कम्तीमा 1.5 देखि 2.5 घण्टा गणित लेखेरै अभ्यास गर्नुस्। फर्मुलाहरूको छुट्टा छुट्टै डायरी बनाउनुहोस् र हरेक च्याप्टरको कन्सेप्ट क्लियर भएपछि मात्र अभ्यासमा जानुस्। विज्ञान, साइन्स। विज्ञानमा धेरै जसोले नोट मात्रै रट्छन्। अब नोटसँगै न्युमेरिकल समस्याहरू र कारण दिने प्रश्नहरू, गिभ रिजन क्वेसनमा ध्यान दिनुहोस्। चित्र फिगर स्पष्ट बनाउनुहोस्। मोडल सेटबाट धेरै भन्दा धेरै प्रश्नहरू प्र्याक्टिस गर्नुहोस्। सामाजिक अध्ययन, सोशल स्टडिज। सामाजिकमा ए प्लस ल्याउने प्रेजेन्टेसन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। बुन्दागत उत्तर, लामो अनुच्छेद प्याराग्राफ लेख्नुहोस्। उत्तरलाई भूमिका, इन्ट्रोडक्सन, बुन्दा र पोइन्ट र निष्कर्ष, कन्क्लुजनमा विभाजन गर्नुहोस्। नक्सा कार्य, नेपालको नक्सा बनाउन र ठाउँहरू भर्न धेरै अभ्यास गर्नुहोस्। यसमा 7 मा 7 मार्क ल्याउनै सकिन्छ। नेपाली र अङ्ग्रेजी कथा वा कविता पढेर मात्र पुग्दैन। व्याकरण, ग्रामर र लेख्न खण्ड, राइटिङ सेक्सन जस्तै निबन्ध, चिठी र रिपोर्ट राइटिङमा बढी मार्क्स आउँछ। अङ्ग्रेजी र नेपालीमा पनि पास्ट इयरका प्रश्नहरू हेरेर कस्तो प्रश्न आउँछ त्यही अनुसार लेखेर अभ्यास गर्नुस्। तयारीको क्रममा विद्यार्थीहरूले केही गल्ती गर्छन् जुन तपाईँले अब गर्नु हुँदैन। अरूको नक्कल गर्नु, साथीले राति पढ्यो भन्दैमा आफू पनि राति नजाग्नुस्। यदि तपाईँलाई बिहान पढ्न सजिलो लाग्छ भने बिहानै पढ्नुस्। ब्रेकमा मोबाइल चलाउनु, पढ्दा पढ्दै 5 मिनट ब्रेक लिन्छु भनेर मोबाइल हातमा नलिनुहोस्। त्यो 5 मिनट कहिले 1 घण्टा हुन्छ थाहा नै हुँदैन। ब्रेकमा पानी पिउनुहोस् वा एकछिन हिँड्नुहोस् तर मोबाइलबाट टाढा रहनुहोस्। चिट चोर्ने सोच, इक्जाम हलमा साथीले देखाइहाल्छ नि वा चिट बनाउँछु भन्ने सोचले तपाईँको दिमागको क्षमता 20% ले घटाउँछ। यस्तो नेगेटिभ कुरा सोच्दै नसोच्नुस्। अब अन्तिम 40 दिनको लागि म तपाईँले एउटा
10 घण्टा टपर रुटिन दिनेछु। यो अलिकति गाह्रो हुन सक्छ तर नतिजा यसैले दिन्छ। बिहान 4 बजे उठ्नुहोस्। फ्रेस भइसकेपछि सबैभन्दा गाह्रो लाग्ने विषय पढ्नुहोस्। सामान्य, गणित वा विज्ञान बिहान पढ्दा राम्रो हुन्छ किनकि बिहान दिमाग शान्त हुन्छ। 7 बजेसम्म दिउँसो खानापछि यदि स्कुल छैन भने सामाजिक वा नेपाली जस्ता विषयहरू पढ्नुहोस्। दिउँसो अलि अल्छी लाग्न सक्छ, त्यसैले लेख्ने वा नोट बनाउने काम गर्नुहोस्। साँझ 4 बजेदेखि 7 बजेसम्म अङ्ग्रेजी वा अप्सनल म्याथ पढ्नुहोस्। राति 8 देखि 10 बजेसम्म दिनभरि पढेका कुरा रिभिजन गर्नुहोस् वा एउटा पुरा मोडल सेट घडी हेरेर 3 घण्टामा सक्ने प्रयास गर्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रशस्त पानी पिउनुहोस्। पानीले दिमागलाई सक्रिय राख्छ र याद गर्ने शक्ति बढाउँछ। अनि निन्द्रा नमार्नुहोस्। कम्तीमा 7 देखि 8 घण्टा सुत्नुपर्छ। विद्यार्थी साथीहरू, एसई तपाईँको जीवनको एउटा सानो खुड्किलो मात्र हो, तर यो खुड्किलोले तपाईँको आत्मविश्वास निर्माण गर्छ। तपाईँको आमा बुबाको सपना र तपाईँको आफ्नै भविष्य तपाईँको अगाडि छ। अहिलेको 1 महिनाको दुःखले भोलि रिजल्ट ल्याउने दिन तपाईँको अनुहारमा जुन खुसी ल्याउँछ नि, त्यो अमूल्य हुन्छ। आफूमा विश्वास गर्नुहोस्। तपाईँ कमजोर हुनुहुन्न, मात्र तपाईँको तयारी नपुगेको हो। आजैबाट, अहिलेबाट सुरु गर्नुहोस्। A+ असम्भव छैन, यो तपाईँको हातमा छ। तपाईँलाई एसई को तयारी अझै केही समस्या छ, कुन विषयमा बढी डर लागिरहेको छ, कमेन्टमा लेख्नुहोस्। हामी तपाईँको लागि अझै धेरै टिप्स लिएर आउनेछौँ। यस्तै जानकारीमूलक र मोटिभेसनल भिडियोहरूको लागि ज्ञान सपोर्ट च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। अल द बेस्ट, राम्रोसँग पढ्नुहोस्। नमस्ते।